रन्जिता ब्याटलमा साँच्चै नै धेरै रोएको थियो। यो स्टेज भरिरहेको थियो। यो माहौल रुँदा रुँदै है, रुँदै नै झन्डै गीतभन्दा लामो बढिरहेको थियो। अनि त्यो धुन पनि बजिरहेको थियो। अनि जाँदै मेलिनाले ठ्याक्क भनेको पनि याद छ मलाई। त्यो बाँसुरीले त झन् फिलिङ्स ल्यायो, रन्जिता त साँच्चैकै रोयो भनेपछि मलाई त्यो गीतको याद आयो कि नकआउटमा म त यही गीत दिनुपर्छ, मलाई बाँसुरीले रोयो है। अनि आज तपाईँलाई मैले त्यो गीत दिएँ। मिठो गाउनुभयो। यो गीत गाउनलाई कठिन छ, फिल छ। तपाईँले इम्प्रोभाइजेसन सानो कामहरू गर्नुभएको छ, आफ्नो स्वरमा अडिने प्रयास गर्नुभएको छ। अब रेन्ज पनि छ, यो खास फिमेललाई यो रेन्ज कामहरू देखाएर गर्ने छ, पार्टहरू छ। अब टफ छ, प्रेसर छ। त्योभन्दा सँगसँगै तपाईँलाई प्रेसर पनि छ। प्रेसरको बावजुद पनि तपाईँले यो मिठो तरिकाले यसको सानो खिट्काहरू, सानो कणहरू लिने प्रयास गर्नुभयो। गायकीमा देखाउने प्रयास गर्नुभएको छ। जुन हिसाबले प्र्याक्टिसमा गर्नुभएको थियो त्यही हिसाबको तपाईँले प्रस्तुति दिनुभएको छ। Vaseline presents The Voice of Nepal Season 7.